मेरो लाख बिघा जमिन छ तराईमा भन्ने गीत पक्कै नै सुन्नु नै भएको छ। र मानिससँग धेरै नै पैसा छ भनेर उसले जति मन लाग्यो त्यति जग्गा किन्न पाउँछ त? आउनुहोस् जानौँ नेपालको कानुनले चाहिँ के भन्छ त? कुनै पनि व्यक्ति वा परिवारले तराईमा भए अधिकतम 10 बिघासम्म जग्गा किन्न पाउँछन्, त्योभन्दा बढी किन्न पाउँदैनन्। र काठमाडौँ उपत्यकामा भए 25 रोपनीसम्म कुनै एक व्यक्ति वा परिवारले किन्न पाउँछन्। र बाँकी पहाडी जिल्लामा भने एकजना व्यक्ति वा परिवारले 70 रोपनीसम्म जग्गा किन्न पाउँछन् र त्योभन्दा बढी पाउँदैनन्। र नेपालभरि 10 बिघाभन्दा जग्गा चाहिँ कुनै पनि एक व्यक्ति वा परिवारले किन्न पाउँदैनन्। तर घरबारीको निमित्त हो भने चाहिँ केही एडिसनल जग्गा एड गर्न सकिन्छ। तराईमा 1 बिघा, काठमाडौँ उपत्यकामा 5 रोपनी र पहाडी जिल्लामा 5 रोपनीसम्म तपाईँले एडिसनल एड गर्न सक्नुहुन्छ। तर यो लिमिट चाहिँ नेपाल सरकार, स्थानीय तह, कम्पनी वा उद्योगले लिएर राखेको जग्गा, गुठी जग्गा र सरकारले केही विशेष छुट दिएको जग्गामा लागू हुँदैन। धन्यवाद।